नमस्कार। आज हामी उपभोक्ता समितिको बारेमा अलिक गहिरिएर कुरा गरौँ न त। यो स्थानीय स्तरमा कति महत्त्वपूर्ण संरचना हो होइन? यसको गठन, सञ्चालन प्रक्रियाबारे हामीसँग भएको यो आधिकारिक निर्देशिकाको आधारमा छलफल गरौँ। हुन्छ। हाम्रो उद्देश्य चाहिँ खासमा के हो भने यो समिति कसरी बन्छ, कसले चलाउँछ, नियम के छन् भन्ने कुरा सरल भाषामा बुझाउने हो। किनभने स्थानीय विकासमा समुदायको भूमिका देखाउने मुख्य संयन्त्र नै यही हो नि त। सुरु गरौँ। सबभन्दा पहिला त स्रोतमा केही शब्दहरू छन्। उपभोक्ता, समिति, पदाधिकारी, भेला। यिनको अर्थ के हो छोटकरीमा भनिदिनुस् न। अब उपभोक्ता भनेको चाहिँ कुनै आयोजना वा सेवाबाट सिधै लाभ लिने व्यक्ति वा समुदाय भयो। जसलाई फाइदा पुग्छ उही उपभोक्ता हो। अनि यही नै उपभोक्ता मिलेर बनेको समिति। समितिमा पद लिनेहरू पदाधिकारी, अरू सदस्य। अनि भेला भनेको चाहिँ उपभोक्ताहरू जम्मा हुने काम। समिति बनाउन होस् वा अरू निर्णय गर्न भेला चाहिन्छ। खास उद्देश्य त स्थानीय काममा स्थानीयकै हात होस् भन्ने नै हो। मान्छे समुदाय आफैले निर्णय गरोस् भन्ने। ठिक छ। अब गठन प्रक्रियातिर लागौँ। यो समिति कसरी बन्छ त? यसको लागि उपभोक्ताहरूको भेला अनिवार्य छ। त्यो निर्देशिकाले नै भनेको छ। भेला बोलाउनै पर्यो। अनि त्यही भेलाले नै सदस्यहरू छान्छ, पदाधिकारीहरू छान्छ, अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सबै। भेलाबाटै चुनिने भएपछि त प्रतिनिधित्वको कुरा आयो। समुदायको प्रत्यक्ष सहभागिता हुन्छ यसमा। तर सदस्य बन्नलाई केही योग्यता तोकेको छ कि जो पनि उपभोक्ता सदस्य बन्न पाइहाल्छ? त्यस्तो चाहिँ होइन। केही मापदण्डहरू छन्। पहिलो त उपभोक्ता हुनै पर्यो। त्यो त स्वतः भइहाल्यो। त्यो त ठिकै छ। तर केही अयोग्यता पनि छन्। जस्तो सरकारी लाभको पदमा बसेको व्यक्ति समितिमा बस्न पाएन। सरकारी कर्मचारी वा जनप्रतिनिधि हो त्यस्तै। अनि फौजदारी अभियोग लागेर सजाय पाएको टाटपल्टेको व्यक्ति पनि अयोग्य हुन्छ। मानसिक सन्तुलन ठिक नभएको पनि बस्न नपाउने भन्ने छ है? छ। अनि अर्को महत्त्वपूर्ण कुरा, आयोजनासँग व्यक्तिगत स्वार्थ बाजिने मान्छे पनि बस्नु भएन। हो र। यो त निकै विचार गरेर राखेको प्रावधान जस्तो लाग्यो नि। निष्पक्षताको लागि होला है? आफ्नो स्वार्थ नहेरोस् भन्ने उद्देश्य देखिन्छ। ल ठिक छ। अब समिति बन्यो। यसको भित्रको संरचना मतलब को हुन्छन्, कसले के काम गर्छ? सामान्यतया अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू हुन्छन्। मुख्य पदहरू यिनै भए। अध्यक्षले बैठक चलाउने, निर्णय लागू गराउने, समग्र नेतृत्व गर्ने काम भयो। सचिवले चाहिँ प्रशासनिक काम जस्तो माइन्युट लेख्ने, पत्रचार गर्ने। अनि कोषाध्यक्षको त पैसाको कुरा होला। एकदम। कोषाध्यक्षको मुख्य जिम्मेवारी आर्थिक अनुशासन नै हो। आम्दानी खर्चको हिसाब किताब राख्ने, ब्याङ्क कारोबार हेर्ने, सबैको काम कर्तव्य स्पष्ट तोकिएको हुन्छ। काम त बाँडियो, तर समिति चल्नलाई नियमित के गर्नुपर्छ? बैठक कसरी बस्छ? पैसाको कारोबार कसरी हुन्छ? नियमित बैठक बस्नै पर्यो। निर्णय गर्न कतिजना चाहिन्छ भन्ने कोरम पनि तोकेको हुन्छ। कोरम नपुगे निर्णय नहुने हो। अनि पैसाको लागि ब्याङ्क खाता अनिवार्य र महत्त्वपूर्ण कुरा संयुक्त दस्तखत, प्राय अध्यक्ष र कोषाध्यक्ष वा सचिवको। एकजनाले मात्रै पैसा निकाल्न नपाउने? यो चाहिँ आर्थिक इनामिना रोक्न खोजेको हो। तर हिसाब किताब पारदर्शी बनाउन अरू पनि के गर्नुपर्छ कि? पर्छ नि। आम्दानी खर्चको एकदम विस्तृत हिसाब राख्नुपर्छ। निर्णय पुस्तिका मतलब माइन्युट त्यो पनि व्यवस्थित हुनु पर्यो। अनि लेखा परीक्षण? हो, त्यो त अनिवार्य नै हुन्छ। निश्चित समयमा स्वतन्त्र निकायबाट लेखा परीक्षण गराउनै पर्छ। यसले पारदर्शिता बढाउँछ। अझ कतिपय अवस्थामा समितिको आफ्नै विधान बनाउनु पर्ने पनि हुन्छ। आफ्नै नियम कानुन? त्यसले अझ व्यवस्थित बनाउँछ। नियम त धेरै रहेछन्, तर समितिले राम्रो काम गरेन वा केही गडबडी भयो भने नि के हुन्छ? कसैले हिड्छ कि हिड्दैन? हेर्छ। अनुगमन गर्ने निकाय हुन्छ। प्रायजसो सम्बन्धित स्थानीय तह, गाउँपालिका वा नगरपालिकाले हेर्छ। अनि कारबाही नि? यदि समितिले कामै गरेन, निष्क्रिय भयो वा आर्थिक अनियमितता जस्तो गम्भीर गल्ती गर्यो भने त्यो समितिलाई विघटन गर्न सक्ने अधिकार पनि हुन्छ। कानुनमै व्यवस्था हुन्छ त्यसको। विघटन पनि हुन सक्ने रहेछ। हो। जवाफदेहिताको लागि त्यो आवश्यक छ।
ल आजको कुराकानीबाट के बुझियो भने उपभोक्ता समिति भेलाबाट बन्ने रहेछ। सदस्य हुन योग्यता चाहिने, अयोग्यता पनि तोकिएको रहेछ। समितिभित्र पद अनुसार काम बाँडफाँड हुने अनि चलाउनलाई बैठक, संयुक्त दस्तखत, लेखा परीक्षण, रेकर्ड राख्ने जस्ता नियम पालना गर्नुपर्ने।